अहिले हाम्रो देख्न सकिन्छ कति विवाहित महिलाहरू आमा बन्न सकिरहेका छैनन् र कति पुरुषहरू बाबा बन्न सकिरहेका छैनन् र कृत्रिम तरिकाबाट बच्चाहरू बनाउन कोसिस गरिरहेको छ र कतिको भएको छ कतिको भएको पनि छैन। सो यो किन भइरहेको छ? किनकि हामीले सेक्सलाई एक प्लेजरको रूपमा लिइरहेको छौँ। जब हामी युथ हुन्छौँ, एडल्ट हुन्छौँ, त्यतिखेर हामी सिर्फ मनोरञ्जनको लागि भनेर चाहिँ त्यो हाम्रो सेक्सलाई चाहिँ हामीले त्यसरी लिन्छौँ र त्यसरी गर्ने कोसिस गर्छौँ र सानैमा त्यो गरेको हुनाले फेरि लेडिजले पिल्स लिनुपर्छ, ट्याब्लेट लिनुपर्छ त्यसलाई चाहिँ प्रेग्नेन्ट हुनबाट बस्नको लागि। अनि त्यसपछि त्यो एउटा चाहिँ ह्याबिट बन्दै जान्छ। पुरुषको जो स्पर्मको जो काउन्ट हुन्छ होइन, जो शक्ति हुन्छ त्यो पनि घट्दै जान्छ। र यसरी हामीले चाहिँ पोर्नलाई हेरेर होइन, फिल्महरूलाई हेरेर, रोमान्सलाई हेरेर यसरी हाम्रो आफ्नो लाइफलाई वेस्ट गरिरहेको छौँ र हामी आफू बाबा आमा बन्नबाट वञ्चित भइरहेको छौँ। सो युथ सेक्सको एजुकेसन लिन जरुरी छ र यसलाई मनोरञ्जनको रूपमा लिनुभन्दा पनि यसलाई चाहिँ सेक्स भनेको एउटा चाहिँ रिप्रोडक्सनको लागि हो के। जस्तो जनावरले सेक्स कब गर्छ? जब तिनीहरूले नयाँ बच्चा जन्माउनु छ भने त्यतिखेर मात्रै गर्छ। हामी मानिस बुद्धिजीवी प्राणी, तर हामीले कतिखेर गर्छौँ? जतिखेर मन लाग्यो त्यतिखेर, सिर्फ हामीलाई इन्जोयमेन्टको लागि मात्रै गर्छौँ। तर एक छिनको इन्जोयमेन्ट, 1 सेकेन्डको इन्जोयमेन्टले, 1 मिनटको इन्जोयमेन्टले हाम्रो पुरा जिन्दगी खराब गरिरहेको छ। त्यसलाई चाहिँ हामीले बुझ्न जरुरी छ। थ्याङ्क यू।